हेलो एभ्रिवान। हामीले बनाउँदै गरेको कुखुराको खोरमा अहिले हरियो जाली लगाउने काम पुरा भएको छ। यो जालीले खोरलाई व्यवस्थित बनाउन, काँसलाई तल झर्न नदिन र भित्रको वातावरण सफा राख्न मद्दत गर्दछ। अब अर्को चरणमा हामी यसमा खड लगाउने छौं अनि माथिबाट प्लास्टिक कभर लगाउने छौं, जसले पानी र घाम र चिसोबाट राम्रो सुरक्षा दिनेछ। हामीले यो खोर सकेसम्म सस्तो लागतमा तर मोडर्न र प्र्याक्टिकल तरिकाले बनाउने प्रयास गरिरहेका छौं। गाउँघरमै लोकल कुखुरा पालनलाई सजिलो र व्यवस्थित बनाउन सकियोस् भन्ने चाहिँ हाम्रो उद्देश्य हो। बिस्तारै हाम्रो सेटअप तयार हुँदैछ अनि हेर्दा पनि राम्रो देखिन थालेको छ। तपाईहरुलाई हाम्रो यो मोडर्न लो कस्ट खोर सेटअप कस्तो लागिरहेको छ? सजेसन भए कमेन्टमा भन्नुहोला। भिडियो मन पर्यो भने लाइक एन्ड शेयर गर्नुहोला र थप यस्तै भिडियो हेर्नको लागि पेजलाई फलो गर्न नभुल्नुहोला। धन्यवाद।